र उठका लागि चाहिँ हाम्रो चाहिँ भनौँ न यो प्रदेश कार्यजीका लागि एउटा समिति गठन गर्ने र सुझाव आयोग बनाएर आयोगबाट गर्ने भन्नुभएको थियो। 15 दिनभित्र गर्ने भन्नुभएको थियो। 10 दिन भइसक्यो, अब 5 दिन मात्र बाँकी छ। हजुरहरू के हेरेर बस्नु भएको छ? आजका दिनदेखि अहिले भर्खरैदेखि हाम्रो भाइहरूलाई हामीले माइती घरमा आजैदेखि धरना घोषणा गर्न चाहन्छौँ र यदि माघ 15 गतेसम्म पनि हाम्रो माग पुरा भएनन् र हामीले भने अनुसारको भएन र यो देशमा खालि चुनाव मात्र गरियो भने माघ 16 गतेदेखि माइती घर लगायत देशका हरेक कुनाहरूमा प्रदर्शन गर्ने र आन्दोलन घोषणा पनि हामी यहीबाट गर्न चाहन्छौँ र योपालि हामी अस्तिको जस्तो कमजोर छैन, अस्तिको जस्तो तयारी नगरिकन आएको छैन, पूर्ण रूपमा तयारी गरेर आएको छौँ र मङ्सिर 15 गते के अरे माघको 15 गतेसम्म भएन भने माघको 16 गते शहीद दिवसको दिन पारेर शहीद परिवार र घाइतेहरूलाई सम्मान गरेर त्यही दिनबाट हामीले विरत जनआन्दोलन यहीबाट घोषणा गर्न चाहन्छौँ। र तपाईहरूले अहिलेदेखि हामी सम्पूर्णलाई के अनुरोध गर्न चाहन्छौँ भन्दाखेरि चाहिँ जति पनि व्यक्तिहरू हुनुहुन्छ, जति पनि चुनावमा उठ्छु भन्नुभएको छ, तपाईहरू म नेता बन्छु, म प्रधानमन्त्री बन्छु, म मन्त्री बन्छु भनेर नआउनु होला। मेरो जिल्लामा यो समस्या छन्, म यसरी समाधान गर्छु भनेर आउनु होला। मेरो दार्चुलामा यो सम्भावना छन्, म यसरी गर्छु भनेर आउनु होला। मेरो दैलेखको पेट्रोल खानी म 3 महिनाभित्र खोल्छु भनेर आउनु होला। बन्द भएका कल कारखानाहरू खोल्छु भनेर आउनु होला। जनताले यसरी स्वास्थ्य फ्री गर्छु, उसरी स्वास्थ्य फ्री गर्छु भनेर आउनु होला। नेपालको शिक्षा मैले 5 कक्षामा पढ्दा ज्यान पाल्ने, 10 कक्षामा पढ्दा परिवार पाल्ने बनाउँछु भनेर आउनु होला। नेपालको किसानहरूको सम्पूर्ण उत्पादन मेरो क्षेत्रको म किनिदिन्छु भनेर आउनु होला। मेरा क्षेत्रका सम्पूर्ण श्रमिकहरू कसैलाई विदेशमा जान बाध्यता पर्दैन, नेपालमै रोजगार म दिन्छु भनेर आउनु होला। नेपालका जति पनि सहकारी लघुवित्त पीडितहरू, मिटरब्याज पीडितहरू सबैलाई म न्याय दिन्छु, सबैको पैसा फिर्ता गर्छु भनेर आउनु होला। म नेता बन्न होइन, म जनतालाई नेता बनाउन, जनतालाई धनी बनाउन आएको भनेर आउनु होला। म बन्न आएको होइन, मेरो देश र मेरो क्षेत्र म बनाउँछु भनेर आउनु होला। र 165 ठाउँका लागि हामीले उम्मेदवारी आजदेखि सुरुवात पनि भएको छ र आज बिहान हामी एउटा दुईटा उम्मेदवार पनि घोषणा गरेर आइसकेका छौँ। काठमाडौँ 2 नम्बरमा अनुप बोहरा, भर्खर हामी त्यता कार्यक्रम सकेर काठमाडौँ 3 नम्बरमा हाम्रो दाइदेखि लिएर देशका 165 ठाउँबाट उठाउँदैछौँ। हामीले उठाउनुको मुख्य चाहना भनेको हामीले कसैलाई संसद बनाउन होइन। हाम्रो नीति नियममा यो देशलाई विदेशी हस्तक्षेप गरेर जुन नेपालको पानीलाई अवैधानिक गरिएको छ, नेपालको खानीलाई अवैधानिक गरिएको छ, हरियो वन नेपालको धन भन्नेलाई अवैधानिक गरिएको छ, नेपालको लोकल रक्सी आज विदेशी रक्सी ल्याएर खाना हुन्छ। काठमाडौँका ऐलाहरू, काठमाडौँको छ्याङहरू, मगरले बनाएका तोङ्बाहरू हैन, हाम्रो गुरुङले बनाएका तोङ्बाहरू आज फालिएको छ। हो, यो नीति नियम फेर्नका लागि आएका हौँ। नेपालको वन, नेपालको धन, नेपालको जुन जति पनि खानी छ, नेपालको पानी छ, नेपालको जडीबुटी छन्, त्यो सबै कुरालाई वैधानिक गरौँ भनेर नीति नियम लेख्नका लागि हामीलाई संसदहरू चाहिने भएर त्यसका लागि चाहिँ हामीले आजदेखि उम्मेदवारीहरू अलिअलि सुरु गरेका छौँ। हामी मिल्न तयार छौँ। हामी कांग्रेस, एमाले, माओवादी बाहेक जोसँग पनि मिल्न तयार छौँ। हजुरहरू पनि स्पष्ट भएर आउनु होला। पहिला जेनजीका माग पूरा गर्छु अनि मात्र चुनाव गर्छु भन्ने संकल्प पहिला गर्नु होला। नेपालको जल, जंगल, जडीबुटी सबैलाई सदुपयोग गरेर हरेक नेपालीलाई करोडपति बनाउँछु, किसानहरूलाई, मजदुरहरूलाई रोजगार दिन्छु, यो देशमा शिक्षा स्वास्थ्य फ्री गर्छु भनेर आउनु होला। र हाम्रो धर्म, हाम्रो कर्म, हाम्रो संस्कार, संस्कृति, हाम्रो हिन्दुत्व, हाम्रो बुद्ध तत्त्व, हाम्रो किरात तत्त्व हामीलाई एकदमै प्यारो छ। हामी विदेशीको गुलाम हुँदैनौँ, हामी पशुपतिनाथ, उग्रता र पाथिभराको गुलाम हुन्छौँ भनेर आउनु होला। उहाँहरूलाई मान्छौँ भनेर आउनु होला। हामी सहकार्य गर्न जोसँग पनि तयार छौँ। हामीलाई मुख्य साथ चाहिएको किसानहरूको साथ चाहिएको छ, हामीलाई साथ चाहिएको मजदुरहरूको साथ चाहिएको छ। हाम्रो सर्वेन्द्र खनाल दाइ जसले यत्रो वर्ष चाहिँ देशमा आइजिपी भएर सुशासन ल्याउँछु, म भ्रष्टाचारीहरूलाई 5 दिनभित्र सबै सम्पत्ति छानबिन गर्छु भन्दा आज उहाँ जस्तो मान्छेलाई हामीले अवसर दिन सकेका छैनौँ। हाम्रो कपिल पौडेल सर जसले नेपालमै म रकेटहरू, ड्रोनहरू बनाएर र एक ठाउँबाट अर्को ठाउँमा गर्छु भन्दा उहाँहरू जतिको व्यक्तित्वहरूलाई हामीले साथ दिन सकेको छैनौँ। हाम्रो प्रेम बानिया चाहिँ अमेरिकाबाट हामीलाई साथ दिइराख्नु भएको छ। हाम्रो हैन भोला रिजाल सरदेखि लिएर एकदम प्रखर वक्ताहरू, प्रखर व्यक्तित्वहरू हुनुहुन्छ। म यति कुरा ग्यारेन्टी गर्न सक्छु, सर्वेन्द्र दाइलाई हामीले गृह मन्त्रालयमा राख्यो भने उहाँलाई त्यो कसरी चलाउनु पर्छ, कसरी कारबाही गर्नुपर्छ, कसलाई कहाँबाट ठेगान लाउनु पर्छ, पुलिसले कसरी के व्यतिथि छन्, उनीहरूको तल कसरी बढाउनु पर्छ, सबै कुरा दाइलाई थाहा छ। साँच्चै भन्नु पर्दाखेरि हाम्रो कानुन सम्बन्धी हाम्रो यत्रो विज्ञता व्यक्तित्वहरू हुनुहुन्छ। हाम्रो युवराज शङ्करला सरले नेपालको कानुन यस्तो हुनुपर्छ भनेर अहिले हामीलाई साथ दिइराख्नु भएको छ। नेपालको संविधान यस्तो लेख्नुपर्छ भनेर हाम्रो एसके तिमिल सिन्हा सरले साथ दिइराख्नु भएको छ।
नेपालका सम्पूर्ण विद्युत वर्गहरूलाई साइड आज सूर्यराज आचार्य सरले नेपालको कस्तो बनाउने बाटो हैन नेपालको इन्फ्रास्ट्रक्चर कस्तो बनाउने भनेर त्यसरी लागिराख्नु भएको छ। हाम्रो सम्पूर्ण अहिले हाम्रो 20-30 वटा हामी सम्पूर्ण संगठनहरू एकजुट भएर जनता सामु आउँदैछौँ। हामी यो देशलाई 5 वर्षमा हरेक नेपाललाई करोडपति बनाउँछौँ, 3 वर्षमा नेपालको ऋण तिर्छौँ, शिक्षा स्वास्थ्य न्याय सुरक्षा 1 वर्षभित्र फ्री गर्छौँ र नेपाललाई विदेशी हस्तक्षेप होइन सबै कुरा रोकेर हाम्रो छिमेकी चाइना र इन्डियालाई ब्यालेन्समा लगाएर जुन सिआइएहरू अमेरिकनहरू जसरी भेनेजुएलामा छिरे, जसरी सिरियामा छिरे, जसरी भनौँ न विभिन्न देशहरूमा छिरे, इराकमा छिरे, त्यसै गरेर नेपालमा छिर्न खोज्दैछन्। त्यही भएर हामीले यो सिआइएका एजेन्टहरू, एमआई6 का एजेन्टहरू, रका एजेन्टहरू र दुनियाँभरिका एजेन्टहरूलाई साइड लाएर जो जिउ गर्दै शरण पर्दै हुँदै आज गएछिन्। हामीले हाम्रो प्रचण्ड गएका छन्, इभन सोडिङ अहिलेसम्म गएको छन्।